वेलकम सबैजनालाई मेरो सानो ब्लगमा है। फेरि हामी आयौँ होइन। उहाँ बिचमा मेरो ह्यान्डसम बिनाजु लन्डन घुम्न आउनु भएको होइन। यता मेरो श्रीमानजी होइन। हामी तिनजना फेरि ओभरबोटबाट लन्डन ब्रिज जाँदैछौँ होइन। अरू कुराहरू भिडियोबाटै हेर्नु होला है त। सबैजना भिडियो फुल वाच गरेर साथ सपोर्ट दिनु होला। अब हामी नजिकै पुगेछौँ ओभरबोटको स्टेसन थेम्समेट होइन। थेम्स रिभरको ओभरबोटको स्टेसन नजिक पुगेछौँ है। यहाँ चाहिँ आइपुग्यौँ हामी होइन। अब यो स्टेसनबाट होइन अब ओभरबोटको स्टेसनतिर लाग्यौँ। भिडियो खिच्दै हिँड्नुहुन्छ हिँड्नुभएको है। चाहिँ थेम्समेट होइन यो हो होइन। उलिस रोयल आर्सनल पियर भन्ने लेखेको छ ओभरबोट होइन। यहाँबाट हामी जाने तर यो पुरा मेन्टेनेन्स भइरहेको रहेछ। एकदम सेफ्टी तरिकाले मेन्टेनेन्स गरिरहेको रहेछ। हामी चाहिँ यो पुलबाट अब ओभरबोट स्टेसनतिर लाग्यौँ होइन। पुरा मेन्टेनेन्स भइरहेको रहेछ यहाँ चाहिँ है। गाइस हामी चाहिँ ओभरबोट स्टेसनमा आइपुग्यौँ फाइनल्ली होइन। अब यो रिभर त अब थेम्समेट रिभर होइन। मैले प्राय भिडियोमा खिचिरहन्छु होइन। आज पनि फेरि म यही ठाउँमा आएको छु। आज म चाहिँ हामी ओभरबोट चढ्नेछौँ होइन। अनि मेरो भिनाजु घुम्न आउनुभएको छ। उहाँलाई घुमाउने कार्यक्रममा यसो लन्डन देखाउन मनला घुमाउने कार्यक्रम छ आज पनि होइन। स्टेसन होइन। उहाँ चाहिँ एउटा बोट चाहिँ आइरहेको रहेछ। त्यो सानो बोट तर हामी चढ्ने बोट पनि त्यतैबाट हो आउने होइन। तर आइपुगेको छैन। कतिखेर आउँछ यहाँ स्क्रिन छ त्यहाँ चेक गर्नुपर्छ कतिखेर आउँछ भनेर बोट चाहिँ है। अनि यसरी मैले क्यामेरा घुमाएको यो ओभरबोटको स्टेसन होइन। यहाँ चाहिँ यसरी म यसरी गएँ अब यतातिर होइन। त्यहाँ चाहिँ एउटा सानो उसो कनेक्सन छ। ओभर आयो भने त्यो चाहिँ ठ्याक्क कनेक्सन गरेर त्यहाँबाट हामी जान्छौँ। यहाँ है यो हो होइन। ओभर आयो भने यो ठ्याक्क कनेक्ट गर्छ अनि त्यसपछि अनि चढ्छौँ भनौँ न। अनि सानो बोट चाहिँ गर्मी लाग्यो मान्छेले रमाइलो गर्छन् होइन। यसरी चाहिँ मैले मेरो क्यामेरा यसरी घुमाउन चाहेँ। यता उहाँ माथितिर लन्डन हो होइन। तर अहिले म ओभरबोटबाट पनि म भिडियो खिच्नेछु। सबै सिनहरू मेरो क्यामेरामा गाइड गर्नेछु अनि अवश्य नै हजुरको माझ सेयर गर्नेछु है त। गाइस हामी चाहिँ ओभरबोट स्टेसनमा छौँ। ओभरबोट कुद्दैछौँ होइन। अनि यता मेरो भिनाजु हुनुहुन्छ होइन। ओभरबोट चल्दै हुनुहुन्छ भिनाजुमै। यता चाहिँ श्रीमानजी यता सबैजना थुप्रैजना हुनुहुन्छ है। गर्मी लाग्यो निकै भिडभाड होला जस्तो छ ओभरमा। गाइस ओभरबोट कुरेको है। धेरै भिडभाड भइसकेको छ यहाँनिर है। यसो हेरेको उताबाट आइरहेको रहेछ। म चाहिँ अब आइसकेको रहेछ। आयो म जाने ओभर पनि आयो गाइस। यही हो होइन। यही ओभर चाहिँ पुरा लन्डनभरि छ तल।
रस्सीले चाहिँ अड्काउँछ होइन अनि त्यसपछि चाहिँ गोबरलाई नजिक ल्याउँछ अनि यसमा चाहिँ यो चाहिँ कनेक्ट गर्छ भिडियो गर्न मिल्दैन क्या हो आज चाहिँ अब ओभरमा बसेको होइन सबै लन्डनको भ्यू छ होइन ओभरबाट क्यामेरामा उस गरिरहेको छु होइन खिचिरहेको छु ग्यास यो अगाडिको यो छ अनि रातो रातो उसो हरियो रातो के देखाइरहेको छ नि हो त्यो चाहिँ विद्युत उसो हो होइन अनि के अरे पावर हाउस हो कि यो सबै यो यस्तो बनाएको चाहिँ यो सबै पावर हाउस है लन्डनको पावर हाउस यस्तो हुन्छ यो चाहिँ बिजुली निकाल्ने पावर हाउस है त We're going to make an approach over to बोट चाहिँ अगाडि बढिरहेछ होइन हामी नर्थ ड्रेनेज आइपुगेको छ आइपुग्न लाग्यौँ होइन यहाँ केबल कार पनि देखिरहेछ अगाडि है नर्थ ड्रेनेज है नर्थ ड्रेनेज हो होइन नर्थ ड्रेनेजको केबल कार लन्डनमा रहेको यो केबल कार हो होइन We're going to arrive at North Greenwich for the O2 and the cable car. Guys, boat अगाडि बढे है Please to the back. अहिले उतर्ने हो यो स्ट्यान्ड आउँछ उतर्ने हो हजुर हामी त्यहाँ उतर् झर्ने हो माथि हामी वेस्टमिन्स्टर पुग्ने हो किन यो पुरै लन्डनको भिजहरू टिपिरहेको छु मैले होइन ओभरबोर्डबाट
हामी चाहिँ यसरी बोटमा बसेछौँ होइन Please take a moment to read and familiarize yourself with the safety cards in the seat back pockets. May we also draw your attention to the safety instruction notices posted on the outside deck. गाइस अब यो बोटिङमा होइन बोटभित्र सहार गर्दैछु बोटभित्र अब यसरी चाहिँ भ्यू चाहिँ यता चाहिँ थुप्रै हाम्रो के भयो मिटर लागेको चाहिँ क्या हो कोही कोही त हिनाजु चाहिँ भिडियो खिच्दै हुनुहुन्छ म जस्तै होइन थुप्रैजना उयोहरू हुनुहुन्छ होइन बोटभित्र यसरी चाहिँ क्यामेरा घुमाएँ मैले फेरि होइन यतातिरको भ्यू लिनलाई बोटभित्रबाट लिएको है माथि जहाज पनि छुट्या रहेछ फेरि माथि बोटमा बोटबाट खिचेको भ्यू छ है गाइस यो चाहिँ इङ्ल्यान्डको जग्गा हो तर ओभरबोटको जग्गा है त बोट स्टेसन हो क्रुज पनि आउँछ यहाँ चाहिँ है ठुलो जहाजै आउँछ गाइस कहिले क्रुज पनि आउँछ यहाँनिर होइन अहिले आएको छैन अनि यो बोटहरू चाहिँ चलिरहेको यो चाहिँ ग्रेट हावा आयो भाइ सरी यो चाहिँ नर्थ ग्रेनेज स्टेसन आइपुग्यो के अरे ग्रेनेज स्टेसन आइपुग्यो प्यासेन्जरहरू यहाँ चाहिँ क्यु भएर बसेका छन् होइन यहाँ गर्नलाई यहाँ चढ्नलाई लाइनमा बस्नु भएको छ होइन अनि यसरी चाहिँ सोच है अनि त्यही जहाँ चाहिँ अलिअलि हल्लिया वा बल्ल शीतल आयो त्यसले भन्छ कि अब यो कनेक्ट गरेँ अब सबै प्यासेन्जर आउनु भित्र होइन उहाँहरू होइन यसरी चाहिँ जालीभित्र हामी चाहिँ बोटमा है यसरी चाहिँ बसिरहेको छ भरिभर आउँछ है इजी छ है बोटबाट म त जहाजको भनेको हो है बोटमा चाहिँ मान्छेहरू भरिभर छन् होइन हामी जस्तै सबैजना घुम्न आउनुभएको छ बोटबाट लन्डन सैर गर्न आउनुभएको छ होइन Ladies and gents, any passengers for Moss House Terrace, could you please make your way to the back of the boat? Guys, म चाहिँ बोटमै छु होइन बोटबाट चाहिँ मैले यो केनेरी वकको भ्यू चाहिँ लिइरहेको छु होइन बोट चाहिँ अगाडि बढिरहेछ यो चाहिँ केनेरी वक हो होइन एकदमै टलेसी बिल्डिङहरू छ यहाँ चाहिँ केनेरी वकमा अनि यो पुरा पानी माथि बनाएको बिल्डिङहरू होइन यस्तो छ होइन यहाँको ब्रिजहरू है अझै पुलको माथि जाँदैछु यो चाहिँ केनेरी वक है
है त गाइस Passengers will exit at the back of the boat. लडेको जस्तै होइन गाइस कतिजना मान्छे फ्रन्टमा भरेको छ जहाँमा है बोटमा म चाहिँ किनारे बोटमा आइसकेँ हामी अब लन्डन ब्रिजको नजिक नजिक आइसकेछौँ होइन ब्रिजको भ्यू चाहिँ अवश्य नै गाइस लन्डन ब्रिजको नजिक पुगेछौँ हामी होइन त्यो अगाडि सानो देखिरहेछ लन्डन ब्रिज हो त्यो होइन यतापट्टि साट बिल्डिङ होइन लन्डनको टलेस्ट बिल्डिङ देखिरहेछ यहाँबाट होइन क्यामेरामा यो चाहिँ लन्डन ब्रिजको एरिया है हामी नजिक आइसकेछौँ लन्डन ब्रिजको लन्डन ब्रिज दिइरहेको नबस् भनेछ यता आफ्नो है ल है नजिकै आयौँ हामी लन्डन ब्रिज है त यो चाहिँ खास टावर ब्रिज हो तर भन्नेले लन्डन ब्रिज भन्छन् तर यो टावर ब्रिज है त लन्डनको टावर ब्रिज है त यो चाहिँ फोल्डिङ ब्रिज हो क्या हो त्यो चाहिँ ठुलो जहाज आयो भने त्यो बिचबाट फट्टा उस हुन्छ यस्तो हुन्छ है लन्डन ब्रिजको तलबाट जाँदैछु गाइस सिटी क्रुज हो होइन मान्छेहरू यो यतै डुल्ने होइन ए बाहिर सबै रहेछ प्याक रहेछ मेरो भिनाजु हस्बेन्डसँगै होइन अब हामी लन्डन ब्रिजसँगै वेस्ट मिनिस्टर नजाने भयो लन्डन ब्रिजमै जाने भयौँ होइन अनि यहाँबाट अब लन्डन ब्रिजको भ्युजहरू अब फेरि पनि मेरो क्यामेरामा कैद गर्ने नै छु होइन बाहिर निस्केर भिडभाड छ होइन मेरो भिनाजु अनि मेरो हस्बेन्डसँगै होइन पछाडिबाट अरे होइन यता यस्तो रहेछ चढ्नेहरू यताबाट झर्नेहरू चाहिँ त्यही थियो उता छ अरे ल गाइस हामी चाहिँ यो उबरबाट होइन हामी चाहिँ यो उबरबाट चाहिँ झरेर अब चाहिँ होइन बाहिर जाँदैछौँ उता बजारतिर अब घुम्दैछौँ होइन यो चाहिँ साट होइन साट बिल्डिङ यो चाहिँ हामी आएको उबर उहाँ रहेछ अझै सिटी उ चाहिँ है चढ्ने हो भेनाजु त्यहाँ चढ्ने भयो चढम ऊ त्यहाँ चढ्ने भयो चढम आउनु सिटीमा ऊ त्यहाँ सिटीमा के हो रहेछ गाइस हामी चाहिँ बाहिर निस्क्यौँ होइन बोटबाट लन्डन ब्रिजबाट बाहिर निस्क्यौँ है अब चाहिँ घुम्दै हामी चाहिँ अहिले लन्डन ब्रिजको एरियामा छौँ होइन अनि यहाँ मेरो पछाडि देख्नुभएको छ होला नि एकदमै ठुलो र एकदमै पुरानो होइन क्यासल हो न त म यो ठाउँमा पहिला पनि आएको थिएँ होइन अनि आफ्टर लगभग 2 इयर्स पछि चाहिँ म फेरि यहाँ आएको छु यो एरियामा है गाइस हेर्दै जाउँ अरू कता के छ होइन यो चाहिँ यो लन्डनको टावर ब्रिज एरिया है त म अब सरल घुम्छु यो एरियामा है एकदमै युनिक बिल्डिङहरू छ यहाँनिर होइन थोरै मात्र देखेछ यो नोकिया सेपको बिल्डिङ होइन अनि यहाँ थोरै टुप्पो देखेछ के अरे साट बिल्डिङ म सबभन्दा लन्डनको टलेस्ट बिल्डिङ म अहिले त्यहाँ जानेछु होइन अहिले यो एरियाको पनि देखाउन होइन यो क्यासलको जानकारी यहाँ छ के रहेछ हेरौँ न त होइन
है भन्ने कुरो सबै यहाँनिर छ होइन मैले सबै डिटेल त गर्न सक्दिनँ सर र मैले मात्रै क्यामेरामा मात्रै कैद गरेको होइन उहाँहरूले चाहिँ यहाँ शासन गर्नुभएको होइन यो अगाडिको बिल्डिङमा लन्डनको सबभन्दा पुरानो र ठुलो एकदमै प्रख्यात क्यासल चाहिँ यो है त गाइज अब एक दिनभरि लिएर आउनुपर्छ फेरि यहाँ बस्नलाई वास्तवमा म चाहिँ लन्डन ब्रिज आइसकेँ होइन टावर ब्रिज आइसकेँ अब टावर ब्रिज सुरु गर्न घुम्न लाग्यो भयो यहीँबाट भनौँ न अब यो क्यासल छ होइन यो क्यासल म्युजियम अहिले त म्युजियम पहिलाको क्यासल अहिले बिग म्युजियम छ होइन अनि त्योबाट अब हिँड्दै अगाडि जान्छु टावर ब्रिज एरियामा छौँ है गाइस घुमिरहेछौँ अहिले टावर ब्रिज आइसक्यौँ हामी है गाइस टावर ब्रिज अब टावर ब्रिजमा बसेर सबै कुरा अझै होल्डिङ ब्रिज है क्रुजहरू ठुल्ठुलो जहाजहरू आयो भने तलबाट बिचबाट पट्ट यस्तो छुट्टिन्छ अनि तिनीहरूलाई पास दिन्छ होइन अनि फेरि जोडिन्छ No, you came 2 years ago. संसारले चिनेको टावर ब्रिज है यो चाहिँ मान्छेको निकै भिडभाड छ है यहाँबाट यसरी भ्युज लिउँ होइन टावर ब्रिजबाट बोटहरू कुदिरहेछ अघि हामी आएको बोटहरू यस्तै बोटमा हामी गएको थियौँ हामी है पहाडी चाहिँ सानो बिल्डिङ हिँड्दैछु पारीबाट क्रस गरेर अब वारीबाट पारी जानु लाग्यो है
6 ist hier. Guys, हाम्रो के छैन आज म यहाँबाट छिर्दैछु है गाडी पनि जान्छ यहाँनिरबाट यो बिल्डिङ होइन त्यहाँ निचबाट लोकहरू जहाजहरू आयो भने फोल्डिङ भएर यस्तो माथितिर उसिन्छ र गाडी पास गर्न दिन्छ है यही हो विशेष त यहाँको होइन यहाँ चाहिँ यसरी माथि बिल्डिङ चाहिँ टावर चाहिँ माथि यसरी छ होइन यसरी छ है ब्रिजको अब वारिपारि ब्रिज हेरेको छु मैले हेर्नु ब्रिज एरिया है म ब्रिजमै छु अहिले Hier einen Meter weiter nach hinten. दाजु यहाँबाट हो छुट्टिने यो हो छुट्टिने कि यो हो कि यहाँबाट छुट्टिन्छ कि यो यहाँ यो चाहिँ यहाँबाट कत्ता गएर यस्तो माथितिर निस्किन्छ क्या यो उठ्छ कि यो 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 हो चाहिँ यो हो यहाँ से पार्टीशन है यहाँ से पार्टिसन देखाएको छ नि यो चाहिँ यहाँबाट फरक काउस हुन्छ यस्तो यताको यता उताको उता यस्तो उठ्छ यो भाग चाहिँ यहाँनिर चाहिँ जहाज आयो है के अरे जहाज गरे क्रुज आयो है सिटी क्रुज गरे सिटी क्रुज गर्मीमा यहाँ लन्डनमा वा यस्तै रमाइलो गर्छन् है यही हो रमाइलो यस्तो अहिले हामी त्यहाँ पारी जाने हो त्यो एरियामा म अहिले टाउको छु त्यो एरियामा म जान्छु अहिले होइन घुम्नलाई हामी चाहिँ स्टिल लन्डन ब्रिजमै छ खूब एन्जॉय गरिरहेको छ हामी त हजुर मलाई यहाँ सालीज्यू हाम्रो भाइले बडा इन्जोय गराइरहेछ बहुत बहुत धन्यवाद छ यहाँलाई असाध्यै रमाइलो भइरहेछ मलाई चाहिँ है यो ब्रिजको एरिया यति भिडभाड हुन्छ यो एरियामा जहिले पनि यस्तै हो होइन
हिँड्दैछौँ हामी गाइस यति